आज म धेरै पछि भ्लगमा आएको छु किनभने अहिले चाहिँ कामको व्यस्तताले गर्दाखेरि चाहिँ मैले भ्लगहरू बनाउन पाएको थिएन। त्यही भएर आज चाहिँ सानो एउटा भ्लग बनाउने कोसिस गरेको छु। आज चाहिँ हामी आएको छौँ आउटलेट कलेक्सनमा। यहाँ चाहिँ आज ब्ल्याक फ्राइडेको सेल लागिरहेको छ। हामी चाहिँ युएस आएकोदेखि चाहिँ यो पहिलो ब्ल्याक फ्राइडे हो। त्यही भएर हामीले चाहिँ मलाई चाहिँ एक्सपिरियन्स छैन अहिलेसम्म ब्ल्याक फ्राइडेको। त्यही भएर हामी चाहिँ आज फर्स्ट एक्सपिरियन्स लिनको लागि चाहिँ आज ब्ल्याक फ्राइडेको दिनमा चाहिँ हामी आउटलेट कलेक्सन आएको छौँ। के हुन्छ हेरौँ। मैले सुनेको चाहिँ आज एकदमै रस हुन्छ अरे, हुन पनि त्यस्तै छ। यता पार्किङहरू पनि पुरै फुल छ यहाँ, किनकि पार्किङहरू खाली नै हुन्छ। तर आज चाहिँ पुरै पार्किङ पनि प्याक छ। हेरौँ भित्र कतिको रस छ, हामी के किन्छौँ, के सपिङ गर्छौँ, हजुरहरूलाई देखाउनेछौँ। जाउँ भित्र। हामी भित्रको माहौल चाहिँ यस्तो छ, हेर्नु होला। नाइकीमा यति धेरै लाइन छ, यति धेरै लाइन छ। म चाहिँ आउने बित्तिकै यहाँ कोचकोमा हेरेको, कोचकोमा पनि एकदम लाइन भएको भएर म चाहिँ अब पहिला यता भित्र अन्तै जान्छु। म यहाँ एमकेतिर पनि जान्छु। सबभन्दा धेरै लाइन चाहिँ मैले नाइकीमा देखेँ। हामी चाहिँ आइसक्यौँ एमकेको कलेक्सनभित्र। हामी धेरै लाइन बसेपछि मात्रै चाहिँ बल्ल हाम्रो पालो पायौँ। अब हामी हेर्दैछौँ के छ सेलमा, अनि त्यसपछि के मनपर्छ हामी किन्छौँ। मलाई चाहिँ एउटा सानो साइड ब्याग चाहिएको छ, साइड ब्यागहरू हेर्छु। साथीहरू म चाहिँ फाइनल्ली एमकेमा आएर चाहिँ ब्याग चुज गरिसकेँ मैले। मलाई चाहिँ यो ब्याग मन पर्यो, म चाहिँ यो ब्याग लिँदैछु। यहाँ पेमेन्टको लाइनमा बस्दैछु, यति धेरै लाइन छ। अब यहाँ हामी पेमेन्ट गरेपछि फेरि म एकछिन कोचमा जान्छु, कोचमा पनि हेर्छु के छ। म चाहिँ फाइनल्ली पेमेन्ट गरेर ब्याग लिएर अब बाहिर जानु लाग्यो। अब हामी चाहिँ कोचमा जान्छौँ, एकछिन त्यहाँ पनि हेर्छौँ। ओके। एमकेको भन्दा पनि धेरै लाइन छ। आज जान्छौँ, हेर्छौँ के कस्तो अफर छ, किनै पर्छ भन्ने पनि छैन होइन। जान्छु, हेर्छु, मन पऱ्यो भने किन्छु। त्यसपछि फेरि हामी अर्का जान्छौँ। लाइन एकदम धेरै छ, हामी लाइनमा बसिरहेछौँ। हामी चाहिँ भन्नुपर्दाखेरि कोचमा चाहिँ केही पनि दिएन। अब हामी यता अर्कातिर जान्छौँ, त्यहाँ पनि कतिको सेलहरू के अफर छ हेर्छौँ। मैले चाहिँ आज एनुवाको स्किन केयर सेट लिन गइरहेको छु। यहाँ चाहिँ अहिले मलाई सबभन्दा फर्स्टमा चाहिएको छ यो क्लिन्जिङ ओइल। यसले चाहिँ पोर्सहरू सफा गर्छ, कन्ट्रोल गर्छ भनेको छ। म यो क्लिन्जिङ ओइल लिन्छु। अनि त्यसपछि फेस वास, यो चाहिँ क्लिन्जिङ फोम फेस वास। यो फेस वास लिँदैछु। एन्ड देन आफ्टर टोनर। मेरो चाहिँ ओइली स्किन भएको भएर म चाहिँ पिम्पलको लागि चाहिँ एक्नीको लागि चाहिँ यो स्किन केयर लिन लाग्यो। त्यही भएर म चाहिँ ओइली स्किनको लागि चाहिँ 77+ चाहिँ टोनर लिन्छु। र मलाई चाहिँ यो सेरम, यो एनुवाको एजेलिक एसिड लिँदैछु। मैले चाहिँ 80 अल्ट्राबाट चाहिँ 80 स्किन केयर सेट लिएँ। र अनि स्यारुनले चाहिँ एउटा कन्सिलर लियो। हाम्रो अल्ट्राको सपिङ यति आज। यो चाहिँ अल्ट्राबाट चाहिँ स्किन केयर सेट लिएर पनि हामी निस्किसक्यौँ। हामीलाई चाहिँ अल्ट्रामा चाहिँ यो एनियाको स्किन केयर सेटमा चाहिँ 25% अफ दिइराखेको रहेछ। हामी चाहिँ घुम्दैछौँ यहीँ आउटलेट मलमा नै। भर्खर मिनिसो मयाङ मिनिसो जाम भनेर मिनिसो गयौँ। जताततै भिड छ, हेर्नु होला। जताततै 50% अफ छ। अब चाहिँ हामी यहाँ टमी जाँदैछौँ। एकछिन आउँछ र एकछिन। जता गए पनि आज एकदमै भिडभाड छ। यहाँ पनि आई थिङ्क प्रायः जस्तो सामानहरू सबै 50% नै छ। हेरौँ के पाउँछ। हेर्न पनि एकदम गाह्रो भइरहेछ कि मान्छे धेरै भएको भएर। हेर्दैछौँ हामी यहाँ के छ। अहिले चाहिँ हामी बेस्ट बाईमा आइपुग्यौँ। हामी बेस्ट बाईमा जाने काम छ। एकछिन
बेस्ट बाईमा जान्छौँ अनि हेर्छौँ हामीलाई चाहिएको सामान। यता जान्छौँ त्यहाँ अनि हामीलाई चाहिँ एउटा टिभी लिनुपर्ने छ। टिभी हामीले सेलमा पायो भने आज लिने भनेर आएको। के हुन्छ हेरौँ। यहाँ चाहिँ बेस्ट बाईमा चाहिँ तपाईँहरूले सबै इलेक्ट्रोनिक सामानहरू पाउनुहुन्छ। सबै इलेक्ट्रोनिक मात्रै छ। एकदम इलेक्ट्रोनिक्स सामानको लागि चाहिँ तपाईँहरूलाई बेस्ट बाई चाहिँ एकदम राम्रो। मलाई मेरो विचारमा चाहिँ हामी चाहिँ अहिले बेस्ट बाई भित्र छौँ। हामीले चाहिँ टिभी हेर्नलाई आएको खास होइन। हामीले भनेको इन्चको चाहिँ मैले भेटिनँ। यहाँ सोधेको सबैजना बिजी छन्। हेर्दैछु खोज्दैछु पाएँ भने लिएर जाने। यहाँ चाहिँ फ्रिजहरू वासिङ मेसिनहरू सबै इलेक्ट्रोनिक सामानहरू सबै छ। हामीलाई खास टिभी चाहिएको भएर चाहिँ हामी यहाँ आएको। अहिले फेरि आउँछौँ हामी। यसको बारेमा चाहिँ मलाई भन्दा पनि मेरो बुढालाई थाहा हुन्छ। अनि त्यही भएर उहाँ आएपछि हामी फेरि यहाँ भिजिटको लागि आउँछौँ। अहिले चाहिँ हामी बाहिर फेरि वालमार्टतिर पनि एकछिन काम छ। कता कता हुन्छ हामी हेर्दैछौँ सामानहरू। म यहाँ के खाँदै हजुरले? चक्लेट हो। यता आइपुग्यो। यो चाहिँ बाथ एन्ड बडी। यहाँ पनि एकदमै भिडभाड छ। यहाँ चाहिँ यो प्रिन्टेड बोतलहरू रहेछ। आफूले कुन प्रिन्टको मनपर्छ यसरी प्रिन्टहरू आफूले दिन पनि मिल्ने। त्यसपछि हामी घुम्दैछौँ। अहिले क्रिसमस पनि आइरहेको छ नजिकै। त्यही भएर क्रिसमसको लागि पनि यहाँ धेरै नै सामानहरू निस्किसकेको छ। हाम्रो पनि सामानहरू लिन पनि छ क्रिसमसको लागि। हामी यता हेर्नु गइरहेछौँ। स्यारुनलाई चाहिँ एउटा नोजपिन चाहिएको छ अरे। नोजपिन हेरिदिनु पर्यो। मयाङ चाहिँ भोक लाग्यो भनेर उसलाई यहाँ केही खानेकुरा चाहियो अरे। त्यही भएर यहाँ उनीहरू लाइनमा बस्दैछ। जे पाउँछ त्यही अलिकति खुलाइदिन्छु। अनि त्यसपछि फेरि हामी जान्छौँ उता सपिङको लागि। लाइन अप। मयाङ र स्यारुन चाहिँ भोक लागेर खाँदैछ। मयाङ लेमोनेड र त्यो खाँदैछ। म बसिरहेको छु। यहाँको चहलपहल आज एकदमै धेरै रमाइलो छ। मैले फर्स्ट टाइम यतिको भिडभाड देखेको। आज ब्ल्याक फ्राइडेमा चाहिँ मान्छेहरू चाहिँ एकदमै हुन्छ नि लाइक हाम्रो नेपालको दसैँ जस्तै मान्छेहरू सामानको लागि चाहिँ एकदमै ब्ल्याक फ्राइडे नै कुरेर बस्ने रहेछ। त्यही भएर चाहिँ यहाँ चाहिँ आज रमाइलो छ। तपाईँहरू छिटो खानुहोस् अनि त्यसपछि फेरि जानुपर्छ चहलपहल हेर्नलाई। चहलपहल ब्ल्याक फ्राइडेको चहलपहल हेर्दैछौँ हामी। मैले चाहिँ मयाङलाई यो ग्यापको भुँडी दिदिन लाग्यो। उसको यस्तै जगत छ त्यसलाई सेल मिलाउनुको लागि। यो चाहिँ हामीले 70% अफमा पायो। अनि त्यसपछि एउटा यो हाफ ज्याकेट पनि मयाङलाई चाहिरहेको थियो। यो पनि हामीले 70% अफमा पाएर हामीले यो पनि दिँदैछौँ। यो चाहिँ मयाङको लागि ज्याकेट र हुडी। हामी यति लिन्छौँ यहाँबाट चाहिँ। अब फेरि जान्छौँ। हामी चाहिँ अहिले ग्यापबाट पनि सपिङ गरेर निस्किसक्यो। मयाङ चाहिँ यहाँ फोटो बुथमा फोटो खिच्ने भन्दैछ। चाहिँ यहाँ गेम खेल्दैछ। यहाँ चाहिँ स्पेस निडल रहेछ। स्याटलको स्यारुन स्पेस निडलभित्र जाँदैछ मयाङ। स्यारुन यहाँ छ। म पनि यहीँ थाकेर बसिरहेको छु। यहाँ बच्चाहरू एकछिन गेम जोन भएको भएर मयाङलाई चाहिँ एकछिन खेलाइदिउँ भनेर खेलाउनु लाग्यो। मयाङ चाहिँ खेल्न पाएपछि घर जानै खोज्दैन। घर जाऊँ भनेको अन्त पनि जानु छ। सपिङको लागि सकेको छैन। जाऊँ भनेको मान्दैन। बच्चाहरू सबै खेलिरहेको छ। यहाँ चाहिँ स्यारुन चाहिँ वेटिङमा छ।
मयाङ चाहिँ यता खेल्दैछ साथीहरूसँग साथी बनाएर पनि उसले चाहिँ मयाङ यहाँ चाहिँ फोटोसुटहरू हुँदैछ क्रिसमसको लागि यहाँ सान्टा बनेर यसरी पैसा तिरेर फोटो खिच्दैछ सबैजना क्रिसमसको बनेर तयारी भइसकेको छ यहाँ चाहिँ यसरी क्युमा बसेर सान्टासँग फोटो खिच्ने ठाउँ पनि बनाएको रहेछ हामी पनि खिच्नु पर्ला भोलिपर्सि यहाँ चाहिँ अहिले यसरी बिचमा चाहिँ स्टलहरू राखेर यसरी चाहिँ स्टलहरू राखेर सामानहरू बेच्न राखेको छ हेर्नु होला के छ कस्तो छ हेर्दैछौँ हामी पनि जेडको ब्रेसलेट रहेछ यहाँ चाहिँ मैले पनि खोजिरहेको थिएँ एउटा हेर्छु चाहिँ यस्तो स्टिकरहरू यो 3D स्टिकरहरू रहेछ स्यारुनले चाहिँ एउटा खै देखाउ स्यारुन कस्तो किन्यो के हो रे यो सकुना स्यारुनले चाहिँ यो लियो उसलाई एउटा चाहियो रे स्टिकर भनेर अझै हेर्दैछ यस्तो जाबो के मन पर्यो होला है मान्छे जस्तै त्यस्तै छ खै देखाउ त छोरा स्यारुन र मयाङ जस्तै छ क्या हो यो त ल जाउँ भयो अब हामी चाहिँ अहिले आउटलेटबाट निक्लेर यता वालमार्टतिर चाहिँ हल्का ग्रोसरी सपिङ गर्न जाँदैछौँ मयू थाक्यो आज दिनभरि हिँड्दाखेरि एकछिन चाहिँ हाम्रो अब त्यहाँ वालमार्टमा चाहिँ ग्रोसरीहरू पनि हल्का लिनुपर्ने छ त्यसपछि बुढा आउनुहुन्छ लिनलाई अनि हामी घर जान्छौँ हामीले आज धेरै सामानहरू लियौँ म के लिएँ हजुरहरूलाई फेरि देखाउने छु स्यारू थाकिसक्यो आज बच्चाहरू थाकिसक्यो हामी चाहिँ आज ब्ल्याक फ्राइडे दिनभरि बजार सपिङ गरेर चाहिँ भर्खरै घर आइपुगेको मैले अघि पनि हजुरहरूलाई देखाएको थिएँ भिडियोमा हामीले के सपिङ गरेँ भनेर अनि हामीले चाहिँ यो स्यामसङको 65 इन्चको चाहिँ टिभी लिएर आयो अघि मैले टिभी लिँदाखेरि चाहिँ भिडियो बनाउन पाएन त्यही भएर अहिले भर्खरै घर आएर भिडियो इन्डिङको लागि चाहिँ यो भिडियो बनाउँदैछु हामीले चाहिँ खासै घरमा त टिभी त कसैले पनि हेर्दैन किनभने सबैले अब मोबाइल हुन्छ अब काममा जानु पर्यो आउनु पर्यो मोबाइल अब टिभी हेर्ने टाइम पनि हुँदैन त्यही पनि कहिले कस्तो यसो फिल्महरू यताउता हेर्नलाई को लागि मात्रै हामीले टिभी लिएको अस्ति नै लिने भनेको टिभी त तर फेरि अब ब्ल्याक फ्राइडेमा डिल लाग्छ भनेपछि किन अब महँगो लिने भनेर अनि त्यही सामान कम पैसामा आउँछ भने किन धेरै खर्च गर्ने भनेर हामीले चाहिँ ब्ल्याक फ्राइडेसम्म कुरेको फाइनली हामीले चाहिँ आज ब्ल्याक फ्राइडेको दिनमा चाहिँ टिभी किनेर लिएर आयो भर्खरै घर आइपुग्यो अब फ्रेस हुन्छौँ खाना खान्छौँ आजको लागि चाहिँ यति नै अब यो भ्लग चाहिँ म आज यहीँ इन्ड गर्न चाहन्छु धेरै पछि भ्लग बनाएको छु प्लिज मेरो भिडियोलाई माया गरिदिनु होला लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला ओके थ्याङ्क यू बाई बाई नेक्स्ट भ्लग